बङ्गुरको बच्चा ल्याएपछि माउबाट चाहिँ 30 दिनमा छुट्याइन्छ। त्यो छुट्याएर राख्ने ठाउँलाई चाहिँ जादन्सा भनिन्छ भने त्यो जादन्सामा 1 महिना बसेपछि फेरि अर्को ठाउँमा सर्ने ठाउँलाई चाहिँ क्युक्सङ्सा भनिन्छ। यो अहिले देखिरहनु भएको चाहिँ क्युक्सङ्साको खोर हो। यहाँ चाहिँ माउबाट छुट्याएको 2 महिनापछि यहाँ आउने हो। अब यो चाहिँ यो खोरमा चाहिँ 40 दिन बस्छ। 40 दिनभित्र चाहिँ यो बङ्गुरहरूलाई भ्याक्सिन र ती सबै यो खोरमा चाहिँ राखेर गरिन्छ। त्यसपछि यहाँबाट पनि अर्को ठाउँमा सर्नुपर्छ। त्यो ठाउँलाई चाहिँ फियुक्सा भनिन्छ र फियुक्सामा चाहिँ यिनीहरू 2 महिना बस्छ। 2 महिना बसेपछि यिनीहरू चाहिँ बेच्न मिल्ने भइसकेको हुन्छ। यिनीहरू जम्मा 6 महिनामा चाहिँ लगभग 120 को आरारीमा चाहिँ यिनीहरूको वेट आउँछ। खासमा चाहिँ यिनीहरूको वेट चाहिँ 110 देखि 115 को बिचमा हुनुपर्छ र त्योभन्दा बढी पनि हुनु हुँदैन र त्योभन्दा कम पनि हुनु हुँदैन।